होसियार, तपाईँले सुन्नुभएको होला भिसाको पनि कान हुन्छ भनेर। तर म आज तपाईँलाई भन्छु, तपाईँ र हामीले बोक्दै गरेको मोबाइलको कान मात्रै नभएर त्यसको आँखा पनि हुँदो रहेछ। कसरी भनेर सायद तपाईँ छक्कै पर्नुहुन्छ होला। त्यसको प्रश्नको उत्तर म यसरी दिइरहेको छु, भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोस्। धेरैपल्ट हामीले हाम्रो मोबाइलको डेटालाई कुनै पनि नयाँ एप्लिकेसनहरू डाउनलोड गर्दाखेरि एक्सेस गर्ने हामी अनुमति दिन्छौँ। जस्तै हामीले हाम्रो मोबाइलको क्यामेरालाई एक्सेस गर्ने हामी अनुमति दिन्छौँ। यसो गर्नाले यदि कुनै पनि साइबर अपराधीको हातमा हाम्रो मोबाइलको डेटाहरू हात परे उनीहरूले हामीलाई ब्ल्याकमेलसम्म पनि गर्नु सक्नुहुन्छ। अनि आज म तपाईँलाई एउटा कुरा गरेर सतर्क गराउन चाहन्छु, यदि तपाईँले मोबाइलको डेटा अन गरेर तपाईँले कुनै पनि गुप्त कुराहरू गर्नुहुँदैछ, जसरी तपाईँ नुहाउन जानुहुन्छ, तपाईँले कुनै पनि गुप्त कुराहरू गर्नुहुँदाखेरि तपाईँले मोबाइलको डेटालाई अन कहिले पनि नगर्नुहोस्। यदि